बैठकका मुख्य निर्णयहरू यहाँहरू मार्फत म सार्वजनिक गर्न चाहन्छु। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डाक्टर गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोग्राम स्पेशलिस्ट पदमा काम गर्न काजमा खटाउने, निर्वाचन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, तमु लोसारको अवसरमा पुष 15 गते बिहिबार सार्वजनिक बिदा दिने यो कार्यान्वयनमा गइसकेको छ। सुर्खेत जिल्लाको साबिक लेख फर्सा, काफलकोट र लेख पराजुल गाविसहरूको जग्गा प्रशासन सम्बन्धी काम मालपुर तथा नापी कार्यालय मेहल कुना सुर्खेतलाई हस्तान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने, नेपाली सेनाका प्रधान सेनापति श्री प्रभुराम शर्मा मिति 2078-9-18 देखि मिति 2078-9-30 सम्म घर विदामा रहनुहुने भएकोले बालाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने, टाक्टोर लामाजुरा सडक खण्डको ट्र्याक ओपन गर्न सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 2 मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका 2.57 हेक्टर वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीहरूको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानुचार तनहुँ निवासी श्रीराम पन्त र कार्यकारी निर्देशकको पदमा भानुचार तनहुँ निवासी श्री शङ्कर राणा भाटलाई नियुक्ति गर्ने। धन्यवाद।